युवा सङ्घले बालेन शाहलाई उनले अस्ति गरेको पोस्ट जुन एकैछिनमा हटाएका थिए, त्यो पोस्टमा नैतिकता भएन, शिष्टाचार भएन, अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रियो भनेर साइबर ब्युरोमा उजुरिहालेछन्। नबोल्दाखेरि विदेशी ट्याग लगाउने, एजेन्ट भन्ने, लुसिफर भन्ने, बोलिसकेपछि चाहिँ अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रियो भनेर उजुरिहालेछन्। जुन समूहले गुन्डुमा विद्यार्थी माराको हत्यारालाई सुरक्षा दिइरहेको छ, किमा बनाउँछु भन्नेको अगाडि पछाडि दुम हल्लाउँदै हिँडिरहेको छ, जसले गुन्डुमा आतंक मचाएको छ, त्यो समूहले बालेन शाहलाई नैतिकता र शिष्टाचारको पाठ पढाउन खोज्दै रहेछन्। अचम्म लाग्दैछ। म यो भन्दै गर्दाखेरि बालेन शाहको समर्थन गरेको होइन, उनको गलत कुरालाई गलत पनि भन्नुपर्छ, तर उनलाई गलत भनेर मुद्दा हाल्ने युवा सङ्घको हैसियत छ जसले गुन्डुमा हत्यारालाई सुरक्षा दिइरहेको छ, जो आफै आतंक मचाउँदै बसिरहेका छन् गुन्डुमा। त्यो समूहले नैतिकताको कुरा गर्दैछ। लाग्दैछ अहिले बालेन शाह मात्रै हो देश बिगार्ने, ऊ मात्रै हो एउटा अराजक, अरू सबै सुशील छन्, शिष्टाचार भएका, नैतिकतावान भएका हुन्।